ल आज चाहिँ स्पेसल कोदाको ढिँडो बनाउन लाग्यो होइन। कोदा ढिँडो पकाउने तरिका चाहिँ यहाँ पहिला हल्का पिठोमा पानी बसाल्ने, पानी बसाल्दा हल्का पिठो छर्किने। किन भन्दाखेरि त्यो पानी उम्लेको थाहा पाउनको लागि यहाँ पिठो तयार छ होइन। दाउरामा टक्क मध्याह दिउँसो घाममा र अब तपाईँलाई म कसरी पिठो हाल्ने भएको देखाउँछ। ल यहाँ अब मम्मीले पिठो हाल्दै चलाउँदै गर्नुहोस्। ल हेर्नुहोस् यहाँ अब पिठो हाल्दै चलाउने हो। पानी मजाले उम्लिसकेपछि पिठो हाल्दै चलाउने हेर्नुहोस्। ल 5 को दाबिलो आगो खतरा बलेछ। आगो बलिसकेपछि हेर्नुहोस् यहाँ आगो मजाले बनाएछ। यो चाहिँ मस्काउनलाई, यो काठ चाहिँ मस्काउनलाई हो होइन। आमाले ढिँडो कोदो पनि आमाले पकाएको ढिँडो स्वाद राति कोदो परेछ। शुद्ध भावनाले शुद्ध मनले पकायो। कोदो पनि कालो कोदो, सेतो कोदो, जुई कोदो भन्छन् नि, भनाइछ शास्त्र कोदो परेछ। यो बुढी मान्छेलाई मस्काउनु चाहिँ अलिक गाह्रो हुन्छ। मस्काउनु चाहिँ मैले हो। यो आगोमा पकाएर ढिँडो चाहिँ किन मिठो हुन्छ भने यो एकदम चाहिँ पकाइसकेपछि छोपेर एकछिन राख्दाखेरि आगोको त्यो भुङ्ग्रोले गर्दा मजाले खरिएर पाक्छ कि मजाले भित्रसम्म पाक्छ, मिठो हुन्छ। हात दुख्छ म चलाउनु आऊ। यो ढिँडो मस्काउनु पर्यो ल। त्यसै टक्क जति सक्दो मस्क्यो। धेरै गिलो भने अलिअलि पिठो थप्नु मिल्छ होइन। यो चाहिँ अब चोके भन्छ यो अडाउने चाहिँ। यो पनि तरिका चाहिन्छ ढिँडो पकाउने पनि। खाना मात्र जानेर भनेर पकाउनु पनि हुनुपर्छ। अब अलिकति घिउ हाल्यो भने त्यसै कराईमा टाँस्दैन होइन। एकदम आयो होइन। त्यही भएर तरकारी पकाएको कराईमा चाहिँ प्रायः टाँसिने तपाईँले भन्ने हुनुहुन्छ होइन। यहाँसम्म यसरी टक्क मस्काउनु मिल्छ त्यो हो। भुङ्ग्राले टक्क पाकेर बस्छ। टक्क सकेपछि छिटो मिठो लड्डु भयो। त्यसमा निकाल्नु अच्छा धाने पनि यस्तो सुकिया दाउरा पनि भन्नु यसलाई अब चक्क छोपेर राख्यो। अहिले रेडी हुन्छ। फाइनल्ली ढिँडो तयार भयो। अचार त्यसपछि आएपछि यो मसरुमको तरकारी, यता आयो दाल। लु भन् यता भन्। अब आमा छोरा टक्क बसेर खाने हो। ल आमाले ढिँडो पस्किँदै हुनुहुन्छ। ल यो पिठो चाहिँ म रामेछापबाटै ल्याएको हो। हाम्रो नारायणको झ्यालेहर आमाले पठाइनु भएको हो। बाबा आमा कति धेरै मान्छे ठिक छ। ल
म त अचार मात्र हाल्दिनँ ल, पछि हाल्छु तरकारी। यो काठमाडौँमा ढिँडो चाहिँ धेरै खायो, तर आगोमा पहिलोचोटि पकाएर खाएको ढिँडो अब कस्तो भयो है, खानलाई तयार ल भन। ढिँडो नेपालको जे साइडसँग कोदो चाहिँ हाइब्रिड गरेको छैन, सबभन्दा ठिक छ कोदो खानलाई। ढिँडो खाउँ, सुगर भगाउँ। सुगर रोगीहरूलाई चाहिँ स्पेसल यो हाइब्रिड नगएको अन्नहरू खाना चाहिँ सबभन्दा उपयुक्त हो। चामल पनि हाम्रो लोकल चामल ठिक हुन्छ, गहुँ पनि हाम्रो लोकल खानुहुन्छ, अति होस् लाउनु पाउनु ल। खाना कस्तो भएछ टक्क चाखेर कस्तो भएछ आमै भन्ने नि त लु। ल आमाले सुरु गर्नुभयो त यहाँबाट खानलाई। ढिँडो खाने पनि तरिका चाहिन्छ, ढिँडो खाने भनेको लु हेर्नुहोस् यहाँ बेसी टक्क ढिँडो अचारमा टक्क मोल्ने हो, चोप्ने हो अचारमा, झट्ट चोपेर हो। अचार मिठो भएछ। यो अचार चाहिँ के को अचार भनेदेखि दन्यु र बाबरीको अचार, कोदाको ढिँडो। ल हेर्नुहोस् यहाँ अब ढिँडो खाइदिएछ चट्ट लाएर, यो अब आगोमा पकाएर होला गाउँको जस्तै एकदम मिठो भएछ। यहाँ अब रातो खोर्सानी ठक्क खोर्सानी बनाएर हेर्नुहोस् खान चाहिँ स्वादले खाने हो कि अरू भने त्यस्तै हो, मरेर लानु केही छैन। खोर्सानी टक्क टोक्ने हो खाने हो। ल हेर्नुहोस् टक्क ढिँडो यसरी चोक टिप्ने हो, चुनाउने हो, अनि टक्कै अचारसँग मोल्ने हो, अर्को खानु। पकाउने पनि तरिका चाहिन्छ, खाने पनि तरिका चाहिन्छ। ढिँडो भात पकाए जस्तो होइन, सबभन्दा स्वास्थ्यलाई राम्रो एकदम। सुगर प्रेसर युरिक एसिड जति रोगीहरूलाई चाहिँ कोदो चाहिँ एउटा सबभन्दा राम्रो खाने हो, उत्तम खानेकुरा हो एउटा किसिमले। अर्को हिसाबले कोदो अहिलेसम्म हाइब्रिड गरेका छैनन्, हाम्रो रही थान्ने छ, त्यो किसिमले नि कोदो खानु एकदम राम्रो हो। र एउटा शास्त्रले चाहिँ मैले अहिलेसम्म बुझ्न नसकेको कुरो, यो कोदोलाई त्यति जाति मान्दैनन् किन हो, देउकार्य पितृकार्य चलाउँदैनन्। यो छेत्री बाहुनको चाहिँ फेरि छेत्री बाहुनको चाहिँ देउकार्य पितृकार्यमा चलाउँदैनन्। टक्क खाइँदैछ होइन। एउटा कुरो मैले अहिलेसम्म नबुझेको कुरो चाहिँ हाम्रो छेत्री बाहुनकोमा चाहिँ यो देउकार्य पितृकार्यमा चलाउँदैनन्, खाँदैनन्। यो फेरि हाम्रा बुढापाकाहरूले अन्नमा फलाम हो पनि भन्छन् होइन, यसमा आइरन बढी पाउँछ, एकदम खाएपछि दिनभरि भोक पनि लाग्दैन। त्यस्तै मैले थाहा पाएअनुसार हाम्रो नेपालमा एउटा स्थानीय जाति जो हाम्रो थामी जाति हुन्छन्, उहाँहरूको चाहिँ पितृकार्यमा देउकार्यमा यो कोदोको परिकार नभइकन हुँदैन। जस्तो हाम्रो देउकार्य पितृकार्यमा जौ, गाईको घिउ, गाईको दुध, गहुँत नभए हुँदैन भने जस्तै, चामल नभए हुँदैन भने जस्तै उहाँहरूको चाहिँ फेरि यो कोदो नभइकन हुँदैन। उहाँहरूको देउकार्य पितृकार्यमा चाहिँ कोदोको परिकार बनाउने, कोदो चाहिँ चाख्ने काम गर्छन्, चढाउने, कोदो चढाउने काम चाहिँ उहाँहरूको चाहिँ हुन्छ। आफ्नो संस्कार, आफ्नो चलन, सबैको संस्कार राम्रो छ, कसैको संस्कार नराम्रो छैन भन्न पनि मिल्दैन। सबैको लागि आफ्नो संस्कार ठुलो हो, सबैभन्दा आफ्नो संस्कार ठुलो हो। सबैको संस्कारप्रति सम्मान गर्नुपर्छ। र सबैजनालाई के अनुरोध छ भने संस्कार हामीले नै जोगाउने हो, यसको चाहिँ बचाउने हो, यसलाई लोप हुन दिनु हुँदैन। हाम्रो संस्कार, संस्कृति, धर्म
परम्परागत चाहिँ चल्दै आएको छ रैथाने खानाहरू। यसको संरक्षण प्रवर्धन गर्ने जिम्मा हाम्रो नै हो। यदि हामीले यसलाई गरेनौँ भने लोप हुन्छ, भावी पुस्ताले यसले देख्न पनि पाउँदैन, थाहा नै हुन्न। यो हाम्रो त्यही भएर संस्कृति पनि हो, सम्पत्ति पनि हो यो भन्दै। ल तपाईँहरू इन्जोय गर्नु होला। कोदा ढेँडो सकेसम्म खानु। तर कराईमा पकाएको ढेँडोको माम्रे चाहिँ यसरी कराई मार्दै नगरेर आउँछ। ढेँडो पकाएको रहेछ माम्रे। यो माम्रे चाहिँ पापड हो है, कोदोको पापड भन्छ ल, कोदोको पापड। हेर्नु त कराई नै माझे जस्तो कोदोको पापड। यो खाँदा चुरुम चुरुम गर्छ फेरि। हेर्नुहोस् यस्तो हुन्छ है खाँदाखेरि चुरुम चुरुम गर्छ पापड। यो खाँदा बाँकार मिठो हुन्छ ल।